वेलकम टू आवर न्यू ब्लग। तो आज म यहाँ खेततिर घुम्न आएको छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ खेतमा पुरै तोरी रोपिएको छ। मौसम पुरै एकदमै कुल छ। मौसममा घाम लागिरहेको छैन। पुरै हेर्न सक्नुहुन्छ कुहिरो पनि छैन, घाम पनि लागेको छैन। म अहिले साइकल चलाइरहेछु। हेर्न सक्नुहुन्छ यो ग्रेभल रोड हो। रोडमा म अहिले साइकल चलाइरहेछु। यो चिसोको मौसम छ। टोपी लगाएको छु र म अगाडि तपाईलाई देखाउन चाहन्छु। यहाँ अगाडि एउटा पोखरी छ। पोखरीमा माछा पालन गर्नको लागि पोखरी खोलाएको छ र यो पोखरीमा सिँचाइ गर्नको लागि यहाँ प्यानल जडान गरिएको छ। त्यो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। तोरीको पनि फुलाइसकेछ, फुल राम्रोसँग आइसकेको छ र पोखरी हेर्न सक्नुहुन्छ। पोखरीमा पानी छ। बाटोको दुवै साइडमा खेत छ। खेतमा हेर्न सक्नुहुन्छ दुवै साइडमा गहुँ रोपिएको छ। गहुँ पनि उम्रिसकेछ र यो सिँचाइ गर्ने बेला भइसकेकोले केही दिनपछि यसमा सिँचाइ हुन्छ। सक्नुहुन्छ हिजो एकदमै कुहिरो लागेको थियो, तर आज हेर्न सक्नुहुन्छ एकदमै मौसम पुरै फ्रेस छ, तर घाम उदाएको छैन। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो वरपरको वातावरण एकदमै शान्त। गाउँघरमा यस्तै शान्त पाइन्छ। हेर्न सक्नुहुन्छ पुरैतिर जङ्गलै जस्तो छ। गाउँघरको वातावरण एकदमै शान्त हुन्छ। गहुँहरू उम्रेको सकेछ। यस्तै गाउँघरका ब्लगहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु र यस्तै भिडियो म तपाईँ समक्ष पेश गर्ने बाचाका साथ अहिले हामी बिदा हुन्छौँ। नमस्ते।